हेलो एभ्रिवान, गुड मर्निङ। म प्रमिला अधिकारी खनाल। आज चाहिँ म काठमाडौँ जाँदै गरेको अवस्था है। मेरो माते र काकुलाई भेट्नु उहाँहरूले चाहिँ पशुपति मन्दिरमा लाखपाती बाल्ने निम्तो गर्नुभएको छ। त्यसको लागि म जाँदैछु काठमाडौँ। के हुनेछ म हजुरलाई सबै देखाउनेछु। हजुरहरूले मेरो भिडियो हेरिदिनु होला। हस् त। अहिले चाहिँ म कुन ठाउँ हो यो काला बजार भन्ने ठाउँ आइपुगेँ। अब यो आफ्टर द्याट कोशी आउँछौँ। काला बजारदेखि कोशी आउने रहेछ। एकदम कम्फर्टेबल छ। बाई रुट जाँदैछु म है। एकदम कम्फर्टेबल छ। धेरैजना हुनुहुन्छ पछाडि, म गाडीको सिटमा छु। एकदम रमाइलो भइरहेको छ मलाई। अब 3 घन्टा पछाडि चाहिँ मेरो भाइ पनि मसँग हुन्छ। ऊ पनि मसँगै जाने हो। अहिले चाहिँ 8:07 गएको छ। अब भाइसँग भेट हुने अवस्था देखाउने छु हजुरलाई। ओके। वे टु काठमाडौँ। जाने भएछौ माया मेरा माया। काठमाडौँ जाँदै गरेको अवस्था। नेपालीमा पकाउने हो नि, इङ्ग्लिसमा पनि होइन कान्दै यो अगाडि सिक्या नेपालीमा पकाउने पेडा रहेछ फर्किँदालाई। धरतीको पहिलो तीर्थस्थल 12 क्षेत्र धाम। जय कोशी रिभर आइपुग्यो। मेरो भाइसँग भेट्नु बेला हामीहरू, तर मेरो दादी पुरै बसिसकेको छु। मेरो भाइ आउँदैछ। 4 घन्टामा आयो। 6, 7, 8, 9, 10, 11 झन्डै 5 घन्टा। नमस्ते। हेलो। यो पनि अब त्यो साथमा भयो।
हामी फुलकोटबाट उँभो लाग्यौँ। के खुरकोट ए खुरकोटबाट उँभो लाग्यौँ। वाउ डाँडा म त फुलकोट भनेर फुलकोट उँभो लाग्यौँ। सिन्धुलीको बाटो सुने भने मेरो पीडा दैव पनि रोलानी सुनकोशी मरिन ड्राइभर छ ए सुरुङ भनेर पुरै पानी लगेर दैव पनि एका दिन त मेरै साथमा होलानी सुने भने मेरो पीडा दैव पनि रोलानी तिम्रै तस्बिर छुँदा पनि एकान्तमा रोँदा पनि तिम्रै तस्बिर छुँदा पनि एकान्तमा रोँदा पनि रमाइलो छ हाम्रो यात्रा। आफूले पकाउँदा नजानी आफै उठिगयौ तिमी यो मुटुमा बसाउँदा पनि जानी आफै उठिगयौ तिमी यो मुटुमा यो मुटुको घाउमा लाउने मलम पाउने भाइ बोलाउँदा तिमीलाई मैले तिमी फर्किआउने भाइ यो मुटुको घाउमा लाउने मलम पाउने भाइ बोलाउँदा तिमीलाई मैले तिमी फर्किआउने भाइ अझै पनि तिम्रो आशा तिम्रै नामको थोरै सासा अझै पनि तिम्रो आशा तिम्रै नामको थोरै सासा कुनाखामा फस्यौ तिमी आँसुले पकाउँदा नजानी आफै उठिगयौ तिमी यो मुटुमा बसाउँदा पनि फाइनल्ली हामी घट्टाघर आइपुग्नु आँट्यौँ। अब चाहिँ गाडीबाट उत्रिने टाइम हुनु आँट्यो हाम्रो। आइपुग्यौँ हामी घट्टाघर। घट्टाघर काठमाडौँ। घट्टाघर मेरो माइती घर आइपुग्यौँ अब हामी। ओ मेरो भदा नमस्ते। दर्शन दर्शन मेरो इन्तजारमा हो दर्शन भाग्य भनेको आमै के बोल्दै हौ यहाँ चाहिँ मेरो सिङ्गल वान बतो के छ अनि खबर? ठिक छ। अनि फुपूलाई माया गरेर के राखिदिएको छ अरे? फेस्टिभल कहिलेदेखि? अस्ति नैदेखि कसले पठाइदिएको? प्रेम मामा। अनि फुपू आउँछु भनेर हजुरलाई कसरी थाहा भयो? बाबाको लागि राख्दै थियो, अब हिजोदेखि थाहा भयो नि। हिजो मात्रै सरप्राइज फुपू पनि आउने थाहा भयो अनि फुपूलाई पनि राखिदिएको? माया लाग्छ फुपूको? माया गर्नुहोस् न त। थ्याङ्क यू। खै म गरौँ?
मेरो भद्दा मयङ्क हेलो एभ्रिवान भनिदिनु हेलो एभ्रिवान मेरो फुपूको च्यानल मेरो फुपूको च्यानल प्रमिला अधिकारी खनाल प्रमिला अधिकारी लाई खनाललाई सब्सक्राइब गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् अनि लाइक गरिदिनुहोस् अनि सेयर गरिदिनुहोस् ओ थ्याङ्क यू ओके